आज म यो जनेको कुरा गर्दैछु। बाउआमाले छिमेकी आफन्त सबैलाई साँची राखेर लगाइदिएको यो जनेको कुरा गर्दैछु है। अनि तपाईँ हामी यही जनै झुन्डाएर हिँड्छौँ है। अनि हामी भन्छौँ हामीलाई हिन्दू राष्ट्र चाहिँदैन। अनि यही जनैको कदर चाहिँ त्यही एउटा लिम्बूको छोराले मात्रै गरिदिनु पर्ने, त्यही लिम्बूलाई मात्रै चाहिन्छ हिन्दू राष्ट्र हो। आज म त्यो व्यक्तिको कुरा गर्दैछु साथी है। जो हुनुहुन्छ म उहाँलाई एकदम सम्मान गर्न चाहन्छु कि है उहाँले हाम्रो जनैको इज्जत गरिदिनु भएको छ है। राजन लिङ्गदेनले है जुन म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भनेर भन्नुभएको छ। वास्तवमा उहाँलाई हामीले कदर गर्नुपर्छ साथी हो। अहिलेसम्म पनि तपाईँले राजन लिङ्गदेनले कुनै पनि भ्रष्टाचार गरेको सुन्नु भएको छ? कुनै पनि दाग लागेको सुन्नु भएको छ? हो। अनि त्यस्तो मान्छे हामी किन मन पराउँदैनौँ? हामीलाई कस्तो खालको नेता चाहिएको ल भन्नुहोस्? दाग लागेको मान्छे है, फलाना मान्छे दाग लागेको मान्छे भन्नुहुन्छ, फलाना मान्छे लागेको भन्नुहुन्छ, त्यो मान्छे त्यस्तो खालको मान्छे भन्नुहुन्छ, ढिस्कानो मान्छे त्यस्तो खालको मान्छे भन्नुहुन्छ। तर राजा लिङ्गदेनलाई किन तपाईँले विरोध गर्नुहुन्न? हो, गर्नुहुन्न तपाईँहरू। किन थाहा छ? उहाँले अहिलेसम्म नराम्रो काम गर्नु पनि भएको छैन, त्यसरी त गर्नुहुन्न। अनि के अब राजन र लिङ्गदेनलाई हामीले के सम्मान नगर्नु? हामीलाई के चाहिएको छ? भ्रष्टाचार रोक्नु होइन? उहाँले के भ्रष्टाचार गर्नु भएको छ? ल भन्नुहोस्। अनि के यो जनेको इज्जत चाहिँ त्यही लिम्बूको छोराले मात्रै गर्नुपर्ने? तपाईँ हामी भिडेर हिँड्ने काम मात्रै तपाईँ हाम्रो? अरे साथी हो यार, एउटा यो जनेको त इज्जत राखिदिनुहोस्। जनेको महत्त्व कति छ भनेर। अनि झापा क्षेत्र नम्बर 3बाट राजन लिङ्गदेन उठ्दै हुनुहुन्छ। आज त्यहाँको कुरा गर्दाखेरि है हरेक कुरामा त्यहाँ सुविधा छ। हल्दीबारी गाउँपालिकामा है, अरू ठाउँको म कुरा गर्दिनँ। हल्दीबारी गाउँपालिकाको म कुरा गर्दैछु। हिजोसम्म त्यहाँ बाटोघाटो केही थिएन, आज त्यो ठाउँमा बाटो छ, कालो पत्रै है। हिजोसम्म बत्तीको पैसा तिर्नलाई बिट्टामोड जानु पर्थ्यो, अहिले हप्ताको 2 दिन हामीले त्यहाँ तिर्न पाइन्छ है। अनि जुन हामीले खान्छौँ पानी, हामीले खाएको पानी 10,000 लिटर पानी फ्री छ त्यही हल्दीबारी गाउँपालिकामा। 12 कक्षासम्म निःशुल्क शिक्षा छ हल्दीबारी गाउँपालिकामा। र तपाईँ बिरामी हुनुभयो है, तपाईँ गाउँपालिकाको हस्पिटलमा जानुहोस्, त्यहाँ तपाईँले ठुला ठुला महल बनेका जुन हस्पिटल हुन्छ नि, हो त्यहाँ पाउने सुविधा तपाईँले त्यहाँ पाउनुहुन्छ। अनि हामीलाई के चाहियो? अब विकास चाहियो भने हल्दीबारी गाउँपालिकामा गर्नु भएको छ है। अब यो जनेको इज्जत पनि त्यही लिम्बूको छोराले नै जोगाइदिनु भएको छ। अनि हामीले राजन लिङ्गदेनलाई नबोकी हामी कसलाई बोक्ने ल भन्नुहोस् त है। हो, हामीलाई नयाँ युवा चाहिएको छ। तर त्यही पुरानो दलमा पनि है राजन लिङ्गदेन अहिलेसम्म दाग नलागेको मान्छे हो है। हो, उहाँले अहिले हल्दीबारी गाउँपालिकामा बहुमत पाउनु भएको छ र गर्नु भएको छ। अहिले उहाँको भाषणमा बेला बेला हेर्ने गर्छु, उहाँले के भन्नुभएको छ भने हामीलाई बहुमतको सरकार बनाइदिनुहोस्, हामी गरेर देखाउँछु भन्नुभएको छ है। तर उहाँले आफ्नो क्षेत्रमा गर्नु पनि भएको छ, नगरेको होइन साथी हो है। अहिले 2-4 जना साथीहरूको मुखबाट सुन्छु अन्य पार्टीका है, हामीले जित्यो भने हामी यसो गर्छु भनेर भन्नुहुन्छ नि। अरे यार, गरेको ठाउँमा आएर हेर्नुहोस् न, लागु भइसकेको छ। अनि देशैभरि चाहिँ कहिले लागु हुने त? जब एउटा पालिकामा जब यो काम सक्सेस छ भने नेपालभरि यो काम सक्सेस हुँदैन भन्न सकिन्छ र साथी हो है। तपाईँसँग पैसा छैन है, तपाईँले पानीको मिटर जडान गर्न तपाईँसँग पैसा छैन, गर भन्नुहोस्, तपाईँलाई निःशुल्क गरिदिनुहुन्छ। अब तपाईँले गोजीमा है, घरमा ब्याङ्क ब्यालेन्स है धेरै गर्नुहुन्छ है, अनि तपाईँले फ्रीको
के अरे पानीको जडान फ्रीमा गर्नुहोस् भनेर त तपाईँको नैतिकताले पनि त मान्दैन नि त होइन। हो विपन्न परिवारको कुरा गर्दैछु म अहिले। हो हल्दीबारी गाउँपालिकामा विपन्न परिवारलाई है खाने पानी पनि निःशुल्क जडान गर्नुपर्ने भएको छ। उहाँले मुखले होइन गरेर देखाउनु भएको छ। र तपाईँले हल्दीबारी गाउँपालिकाको कुनै पनि व्यक्तिसँग सोधे हुन्छ, चाहे एमाले होस्, चाहे काङ्ग्रेस होस्, चाहे माओवादी होस् है, उहाँहरूलाई नै सोध्नु होला तपाईँको गाउँपालिकामा है 10,000 लिटर पानी फ्री हो, कालोपत्रै बनेको छ है, स्वास्थ्य शिक्षामा निःशुल्क छ भनेर सोध्नु होला है। अनि तपाईँले थाहा पाउनुहुनेछ। गर्नेले विरोध गर्लान्, तर हाम्रो देश नेपालमा पनि राम्रा खालका मान्छे छन् है भन्ने कुरा चाहिँ हाम्रो यो जनै जुन जोगाइदिनु भएको छ नि एउटा लिम्बूको छोराले है, उहाँ पनि है एकदम मजाले उहाँलाई सम्मान गर्न हामीले सिक्नै पर्छ क्या साथी हो है। धेर लामो भिडियो बनाउन चाहदिनँ साथी हो, मैले यो फेसबुकमा हाल्नुपर्ने हुन्छ। तपाईँलाई मन पर्यो भने कृपया सेयर गर्नुहोला। हस्त धन्यवाद। अर्को भिडियो फेरि म बनाउला।